सो व्हाट्स अप गाइज गुड मर्निङ। आज बिहानको भ्यू यस्तो रहेको छ र हामी जाँदैछौँ पाखातिर इन सर्च अफ मसरुम। गाइज यस्तो छ, घाम यताबाट टलक्क टल्किरहेको छ अनि हामी जाँदैछौँ ऊ माथि डाँडातिर। यो चाहिँ माओवादीको कमान्डर हो। हथौडा हँसिया लिँदै, हथौडा चाहिँ मसँग छ, हँसिया चाहिँ बोकेर हिँडिरहेको रहेछ माओवादीको कमान्डर। अर्को माओवादीको कार्यकर्ता हो यो चोटामा। मौसम हेर्न लायकको छ मौसम। देखे छाके यो सिजनमा मौसम चाहिँ भनेको यस्तो नि हेरौँ हेरौँ लाग्दो रहेको छ। यस्तो छ, weather is very cool and we are also cool here। बाटो चाहिँ यस्तै हो, बर्खायामको बाटो हिलाउने हो, यस्तरी टेकेर हिँड्नु परेको छ। अनि हामीसँग अर्को साथी रहेको छ यहाँनिर। पछि लागेर आउँदैन। माओवादी हो, माओवादी जङ्गल छिर्न लागेको छ यहाँ कमान्डर। घाँस काट्न जानु पऱ्यो। लप्सीको बोट, लप्सी पाकिसकेको थियो नि यहाँको। हाम्रो तराईतिर पनि लप्सी हुन्छ। यहाँनिर लप्सीको बोट र लप्सी पनि खोलिरहेको। लप्सी अरू टन्नै थियो, तर यहाँको लप्सी चाहिँ छैन रहेछ, सिद्धो छ। ओ लाखे, ओ माई गडनेस, कस्तो चिप्लो बाटो, झन्डै लडेको। You can see this kind of beautiful scenery at this season। यो सिजनमा चाहिँ यति राम्रो सिन हो मनै लोभ्याउने। यति हिँडेको थाक्न लागिसक्यो। भिलेज स्टाइलको सयपत्री फुल, यो के हो थाहा छ? यो हो सक्खरखण्ड, स्विट पोट्याटो कुखुरा। बोलाउँछ यसलाई। के हो कमान्डर? पछि पर्यो त म भन्दा। कमान्डर भएर यस्तो हुने हो? ओ अर्को बाल कमान्डर आउँदै रहेछ। के हो तिम्रो नाम बहिनी, परिचय पाम। हिमाल जस्तै रहेछौ तिमी, बिहानीको घाम। यस्तो डाँडातिर फलेको लोकल मकै, हरियो मकै यति स्वादिष्ट हुन्छ, यति गुलियो हुन्छ नि, खाउँ खाउँ लाग्ने गरी। यो अस्तिनाको पुरानो बर जहाँ मैले देखाएको थिएँ, तर यहाँ भने बरहरू सबै, बरको फलहरू सबै सिद्धिसकेको छ, पाकेर झरेर खाएर होइन। हो बरको रुख मुनि केरा लहेर कत्रो कत्रो केरा। के भयो त, ठुल्ठुलो छ नि त। गोठमा हेऱ्यो भैँसी छ, ठेकीमा हेऱ्यो मै छैन। ओके, लेट मी produce their sound। look yeah, कान कसरी ठाडो पारेर हेर्छ।
अब्बा अब्बा वाउ ब्युटिफुल सीन लुक फ्रम हियर कुकुरको नै आवाज निकाल आउँछ मलाई हेर है तर्स्यो बाख्राको कुकुरको भैँसीको गाईको गोरुको गाई गोरु एउटै हुने होइन लाइक वाइज बिरालोको आवाज मलाई इमिटेट गर्न आउँछ यस्तो ठाउँमा यत्रो यत्रो मकै के काम यो पुरानो जमाना भइगयो नि खेतमा ढकलाएर यत्रो घोका नफलाएर यार यस्तो डाँडातिर के फलाएको होला यो बोक्नु नटोक्नु होइन यहाँ रहेको छ हाम्रो सानो भाइ शिशिर कान्छा के खान्छ च्याउ र भात खान्छ आज हेरौँ ल तिमीहरूले गङ्गाडा मारेर हो त्यो तल खोल्सामा छैन अस्तितिर चैत वैशाखमा आउनुपर्छ यो पहाड जङ्गल यति उराट लाग्दो हुन्छ नि यार दिक्क लाग्छ त्यो बेला त अहिलेको सिजनमा चाहिँ गर्मी भए पनि पानी परे पनि यस्तो हरियालीले मन रमाउँछ नि मनलाई कति आनन्द पाउँछ लो च्याउ त ए हामी ढिला भयो यस्तो च्याउ आउँछ च्याके अन्डा च्याउ यस्तो मस्तको सजिलो हुन्छ We are too late guys हामी एकदमै लेट भएछौँ मान्छेहरू च्याउ लिएर फर्किसक्यो हामी चाहिँ भर जाँदै अब के भन्ने होला के अरे हामी खोइ अरे कति देखा त यता यस्तरी देखा त राम्रो देखा खोइ च्याउको डल्लो म तपाईँहरूलाई अब च्याउको डल्लो देखाउँदैछु च्याउको डल्लो यो छोडेर यहाँ यो च्याउहरू यहाँ अनि यो ठुलो भएर यत्रो हुन्छ है देखा त अनि यो फक्रेपछि छाता जस्तै हुन्छ छाता अन्डा च्याउ हो यसको नाम अन्डा जस्तै हुन्छ टुप्पोमा त्यही भएर यसको नाम अन्डा च्याउ अरे अनि यहाँ अर्को च्याउ पनि भेटिएको अवस्था अर्को हुन्छ येल्लो कलरको च्याउ कहाँ छ गयो देखाऊ यो पनि खाने च्याउ हो कलर येल्लो कलरको हुन्छ यो ठ्याक्कै अन्डा टाइपको छ टिप त मस्तसँग टिपेर भाइले आजको तरकारीको जुगाड हुँदैछ गाउँघरतिर खोइ ल नाइस लेट्स गो टु इन सर्च अफ अनदर मसरुम मान्छेले टिपिसक्यो हामी लेट भएको नि मान्छेले टिपेको कुन छोडेको अहिलेको ओए मैले भेटाएँ दुईटा मान्छेले टिपिसकेको ऊ त्यहाँ भेटाएँ मैले टाढा भेटेर त क्या देखिरहेको कि मान्छेले टिपिसकेको छ बिचरो च्याउ फुल्दैन फल्दैन पनि फुल्दैन भने त्योवाला चाहिँ म टिप्छु अब योवाला हो त्योवाला अब यो इत्रु पनि टिपेन भने भरे त्यत्रो पनि पाउँदैन यहाँ छ एउटा यस्तै अरे यो फक्यो भने नि यस्तो मस्तको हुन्छ नि ठुलो हुन्थ्यो क्या दुईवटा तिनवटाले छाक पुग्ने गरी पाउँथ्यो दुईवटा गेडा भयो तिनवटा भयो
यस्तो गेडा गेडा भएको च्याउ टिप्नु पर्यो सबै मान्छेले लगाइसक्यो ठुल्ठुलो हाम्रो चाहिँ कहाँबाट पाउनु अब कहाँ भेटिएला त कहाँ भेटिएला सानो अर्को स्टाइलको च्याउ म देखाउँदैछु ल त्यो च्याउ चाहिँ लगभग खानै मिल्दैन द्याट मसरुम इज मेबी इट्स भेरी डेन्जरस के हो यो रुखको हो क्या यो त यो रुखको मुनि यो रुखको पनि हुँदो रहेछ त के हो यस्तो होइन सबै टिपेर ल्याइसक्यो मान्छेले कहाँबाट भेट्नु यत्ताको डाँडाको यो साइडतिर भेट्छ होला कि यहाँ रहेछ हौ कलिलो यहाँ रहेछ कलिलो अब के गर्नु मुना टिप्दै नि हो त्यो साइडमा भेट्छ होला जस्तो लाग्यो ल यहाँनिर एउटा मसरुम अर्को फेरि मान्छेले खनेको छ खोदिएको छ तर नभेट्नुको कारण भनेको यसले चोपेर गाइस यसलाई भन्छ अन्डा च्याउ यस्तो यो अझ ठुलो हुन्छ फक्रेर ल अब अन्डा त च्याउ त टिप्यो मैले मसँग राख्ने भाँडो छैन उही ला झरेर बाँच्यो शिट यसको बिँड गएको नि यसको डन्डा गोलो गोलो अन्डा पुलिसको डन्डा भाग्यो बट नो वरी गाइज अन्डा त के अरे के अन्डा भन्छ च्याउ त फुटेन जस्तो यस्तो मस्त हुन्छ यो तरकारी पाउँदा चिप्लो चिप्लो हुन्छ नाइस मिठो हुन्छ नि तर यो सिजनमा मान्छेले जति टिपे पनि पाउनु चाहिँ नछोड्ने हो है पाउँछन् च्याउ चाहिँ मस्तसँग कुकुर मैले च्याउ भेटेँ तैँले के भेट्यो भने त तैँले के भेटिस् भन् त लु जिब्रो यति लामो निकालेर के भेट्यो मैले च्याउ भेटाएँ देखिस् तँलाई अब च्याउ भेट्यो भने टिपेर बोक्नु क्यारी गर्न मुस्किल हुने भयो यस्तो चाहिँ विशाल हुनसक्छ है साथी हो यस्तो चाहिँ विशाल हुनसक्छ यो वाला के हो यो त ले वाट ए भाइ कस्तो खाले चाहिँ हो फक्रेको च्याउ किन भेटिएन भने हामीभन्दा मान्छेहरू अगाडि आइपुगिसकेका थियो त्यही भएर फक्रेको त्यो त भलाइ हो यार यसले त फेरि खतरा एलर्जी दिन्छ त नि भलाइले म कहाँ आइपुग्यो होला यार त्यसरी इन सर्च अफ मसरुम गाई अन्तै पुगेँ म यसै ठाउँबाट म जान्छु हाम्रो मित्रहरू भेट्नलाई कमान्डरहरू भेट्नलाई सररा No, look what people did here. हेर्नुहोस् त के गरेछ भने सबै टिपेर लगिसक्यो खोज्दै जाने क्रममा मान्छेले टिपे पनि भाग्यमा रहेछ भने पाउँछ है यसरी लुकिएर बसेको हुन्छ हैन मान्छेले टिपेछ यताउता साइडतिर बट आई गट इट ल हेर्नुहोस् त फक्रिन आँटेको कलिलो मिठो हुन्छ नि छिप्पेको भन्दा फक्रेको भन्दा ए मान्छेले यहाँ टिपेको चाहिँ फक्रेकोहरू यस्तरी यहाँतिर
यसरी टिपिसकेको नि तर मैले पाएको चाहिँ कलिलो 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 सबभन्दा ठुलो फक्रेको देखाउन पाइरहेको छैन कि साथीहरूलाई यसरी फक्रेर बसेको हुन्छ यो च्याउ होइन यसरी योभन्दा यति ठुलो हुन्छ नि च्याउहरू अब मलाई यति गाह्रो भइरहेछ च्याउलाई क्याप्चर गर्न यस्तो हुन्छ मच्छरहरू न मैले होप गरेको थिएन च्याउ पाउँछ भनेर फाइनली पाएर नि मैले कहाँ राख्नु भएर आफ्नै गन्जीलाई यसरी ब्यागमा युज गर्नु परेको छ भनेपछि यता च्याउ पाउँदो रहेछ होइन च्याउ पाउने रहेछ अब एकछिन खोजौँ मलाई उता बोलाइ पनि सकु अर्को खल्तीमा भएको निकाल्छु म खल्तीमा टन्नै रहेछ त यार होइन नराखौँ यसलाई यार यसलाई नराखौँ यसलाई खल्तीमा रहन दिउँ किन भन्दाखेरि यसमा माटोहरू रहेछ जुन चाहिँ फक्रिसकेको र यो निस्किसकेको च्याउमा पर्ने भयो जसले गर्दा यहाँ पकाउने गरी जा हुन्छ माटो धुलो यसरी क्यारी गर्नुपर्ने भएको छ यहाँ च्याउ आजलाई चाहिँ साग पुग्ने गरी भेटिसकेको छ आई थिङ्क हाम्रो कमान्डरहरू तल रहेको छ अरे वाह खतरनाक च्याउ भेटेछ खोइ देखा त कति कालो कालो च्याउ यस्तो च्याउ खायो भने त पुग्छ नि हौ हो र च्याउ कालो कालो च्याउ नखानु भयो होला फेरि अर्कै झ्याउ टिप्न अनि किन नटिप्यो भाइ डल्लो डल्लो ठुलो ठुलो टिप्ने के सानो सानो के टिप्ने यस्तो सानो त छोडिदिने हो यसरी भुइँ फोडेर आउँछ हो च्याउहरू यसरी न मलाई अप्ठ्यारो भयो यो च्याउले गर्दा दुनियाँ जमाना से यहाँ भनिरहेको छु कति बेटाइस टन्नै ब्ल्याक पोलिथिनमा हालेर फोडाले ओ यस्तो च्याउहरू नि हेर्छ है नखानु होला यस्तो फेरि रेस्ट ओइ 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 म झरेँ झन्डै झरेको यहाँबाट झरेको म तल पुग्छु खै कति भेटाएछ तिमीले अरे निकाल त त्यसले ठुलोवाला निकाल न छत्रीवाला यस्तो टिप्नुपर्छ नि छत्रीवाला निकाल न छत्रीवाला यस्तै हुन्छ त्यो च्याउहरू गाइज छत्री च्याउ अघि भर्खरै यस्तो राम्रो राम्रो टिप्ने नै सानो हो अनि न त्यो ठिक्कको ठुल्ठुलोहरू टिप्नु यस्तो यस्तो यो चाहिँ मिठो हुन्छ क्या कलिलो यो यसको त यसको त डाँडै भाँचिरह भनेको हालिदिएँ मैले बोक्न हो यहाँ मोबाइल बोक्नु कि त्यो बोक्नु ए खल्तीमा छ यस्तो सानो सानो त कति धेरै यसलाई फुकाल त योभन्दा ठुलो टिप्नुपर्छ नि पुगो च्याउ पुगो हामीलाई ए आज गएर च्याउसँग भात स्यालाम खाइन्छ कडा हो त्यो चाहिँ लुक आइसको डल्लो जस्तै छ त यो त केमा ओहो सखुवामा फलेको होला खै च्याउ नै हो तर कस्तो खाले च्याउ हो डेन्जर च्याउ होला फेरि के टुसाहरू टिप्नुपर्छ नि लामखुट्टेले परिसान दिन थाल्यो गाइज मस्किटोज आर रोमिङ हियर पी गरिरहेछ लामखुट्टे पी गरिरहेछ झ्याममा स्याउलाई हानिन न कुकुर पनि के भन्ने होला हेपेरै हिँड्छ पेलेरै हिँड्छ ल फाइनली हामीले च्याउ चाहिँ यति ल्याउन सफल भयो यस्तो
कस्तो छ फ्रेस ताजा ताजा बनको च्याउ जाँदैन थाकेर मन नआट्यो औ न यस्तो छ च्याउ यहाँ पनि छ यो चाहिँ अहिले पकाउने यो हिजोको यो तपाईँ ल्याउनु भए यो यस्तो दामी छ नि यो किन यो चाहिँ यो फ्रेस च्याउ मलाई यसको बास्नै मनपर्छ यसको बास्ना मिठो हुन्छ यसको यो फाइनली खाएको अहिलेसम्म खाएको छ तिमीले यो च्याउ त्यो अब बुझ्ने जस्तै गरी बसेको छ यो घर बस्दै गरी अर्को पुन्चे यता हेर पुन्चे सत्तल जुनियर के गरेको बाबा भन के गरेको आमै उफ थाक्यो लास्टै ओके आई एम भेरी टायर्ड हाम्रो यहाँ चाइनिज नाङ्गै बचेको ल अब आजलाई यही तरकारी खाइन्छ मस्तसँग टाउको आई लभ यू आई लभ पुन्चे चल्लाई पुन्चे दाँत उम्रेछ भर भर दुख्या होला हाम्रो पुन्चेलाई म चाहिँ थकेको छु म चाहिँ सुतेको थाकेर रे कति आनन्द फिल भइरहेछ यहाँनिर